Good morning beautiful people, what is up guys and welcome back to my channel. I hope सबैजना सन्चै हुनुहुन्छ होला। म पनि आरामै सन्चै छु गाइज। आजको नयाँ दिन नयाँ ब्लग। सो आज हामी दानेबारी जाँदैछौँ, रोहित दाइ र म। रोहित दाइ आउँदै हुनुहुन्छ जस्तो छ। सो आम्मामा गर्मी त इटरीको मारेकै छ गाइज हैन, यस्तो मारेको छ। अब रोहित दाइलाई फोन गर्छु कहाँ हुनुहुन्छ र रोहित दाइ र म निस्किन आँटेको। अनि मैले ड्रोन पनि बोकिसकेको छु, मेरो ब्यागमा सबै एसेसरिजहरु सब लगिङको। अब हामी निस्किने। फोन उठाउनुहुन्छ उठाउनु। घरै बिर्सिनु भयो क्या जस्तो पो लाग्न थाल्यो यार मेरो। उठाउनु हुन्न त यार। घरै बिर्सिनु भयो क्या मेरो। कहाँ पुग्नु हो भन्नु त? स्कुल? ए दाइ कहाँ स्कुल पुग्यो त? स्कुल भन्दा यतै होइन त, बुद्ध चोक होइन, यतै यतै वेदान्त हस्पिटलतिर आउँदा म ठ्याक्कै हो यो रोडमै छु। लु आउनु छिटो। ए दाइले त बिजोकै पो पार्ने हुनुहुँदो रहेछ यार। दाइ त कटेर हिँडि पो सक्नु भयो गिद्दी। आम्मामा कस्तो गर्मी यार, हात मार्छ जस्तो छ। खै आउनुहुन्न त। गर्मीले त आता काले नै बनाइन्छ जस्तो छ यार। मेरो फेरि कहाँ छ चस्मा? चस्मा हुने रहेछ खोइ त। ल रोहित दाइ आएपछि म भ्लग अन गर्छु नि त। ल आउनु होला जस्तो छैन यसरी। बल्ल बल्ल रोहित दाइ आउनुभयो। कहाँ के भयो दाइ? ल भनिदिनु त तपाईँ एकचोटि मजाले। के भयो? घरको बाटोमै यत्रो बोर्ड राखौँ यहाँ। प्रसन्न तिमी नगर भन्दैन। टिकेटी प्रसन्न त्यतिको बोर्ड हालेपछि चाहिँ म बिर्सिदिनँ। कताको बाटो जाने हो? यतै यतै यतैको जानु। अनि सुन न हजुर, तिम्रो नि आज दियो हुन्छ किन? हिरोमा मेरो बाइकले पछाडिबाट हिरो माथि तिम्रो टाउकोसँग हानिदिन्छ। अनि मेरो बाइकको पछाडिको सकअप गएको छ। सकअप गएपछि चाहिँ के हुन्छ भने चाहिँ तिम्रो ढाड आज राम्रो व्यवस्था हुन्छ। अनि यो कि चढाउँदै नचढाउनु, चढाएपछि यस्तो म तँलाई मार्छु भनेर चढाएर हुन्छ दाइ? म मार्दिनँ भाइ, त्यो बाइकले जे गर्छ मलाई केही दोष नपाउँदैन। जब बाटो बाटोमा भ्लग गर्दै जाने हो होइन, टक्कसँगले तपाईँको दाइले भनिसक्नु सकअप पनि बिग्रेको छ अरे यो बाइकको। सकअप पनि बिग्रेको छ अरे, अनि हिरो पनि खाल्छ अरे, सबै थोक यही बाइकले गर्छ अरे। अब हेर्दै जाउँ के गर्दो रहेछ होइन, भ्लगमा देखिहालिन्छ है त। सो आज जानुपर्ने दानाबारी जम्मा 53 किलोमिटर रहेछ, 1 घन्टा। सो अब हामी ठ्याक्कै अहिले हवाईचोक आइपुग्यौँ भन्दा हुन्छ होइन। दामी सिन, यस्तो घाम लागिरहेछ। लुक एट द भ्यू गाइज। अनि घाम उपर लागिरहेछ होइन। सही छ, सही सही। सो हामी निस्किनु पर्ने भयो देवीथानतिर। देवीथान त्यहाँ टक्क बाटोमा निस्किनु पर्ने भयो। तर अब कहाँ बाटो? देवीथान चोक कता हो? देवीथान चोक यतै सिधै बाटो जा हो। ए ल सो देवीथान चोक यतै अरे होइन। यो पाटपाटे बाइकमा कस्तो लोदर बाइक रहेछ भाइ। सकअप पनि छैन होइन। पछाडि यसको त्यो हुन्छ नि पुच्छर पनि छैन। अनि पानीमा गयो भने हिलो मलाई उछिदिन्छ अरे। अनि अफ रोडिङ भयो भने मेरो दुख्छ अरे। यस्तो बाइकमा चढाएको छ यो दाइले। के दुख्छ भाइ? अब के दुख्छ भन्नु दाइ, सबै थोक दुख्छ नि। ल यो भाइ त अहिले ओ राजा कहाँ गर्छौ? केटाहरू त यार 12 बजेको घाममा पनि ट्रेनिङ। वाट इज दिस यार। अनि यो यस्तो बिजोकमा जाँदैछौँ आज हामी। वेयर इज देवी? अब दुईवटा बाटो आयो, यतै होला सायद। यो दाइले कहाँ लगेर हिँडेको? कहाँ हिँडेको फेरि?
होइन गाइस, जोतमा कुदाइरहेछ। आज हामी हाम्रो डेस्टिनेसनमा पुग्छौँ पुग्दैनौँ मलाई त्यो पनि थाहा छैन। यहाँ रहेछ, यहाँ ठाउँ आइसक्यो। आफ्नै फोटो हाल्नुपर्छ। ऐ यो मरियो दाइको पसल आयो मोबाइल मनमा। यहाँ छ नि सङ्केत बा माइ के हो दाइ यार, यहाँ मारेको छ त। के हो यो चाहिँ? कार्टुन एआई हेर्नु होइन, बस्नु 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 हामीलाई मलाई अब हामी एकछिन गफ गर्छौँ अनि त्यस पछाडि मात्र स्टार्ट। दाइ यो के हो हुन चाहिँ मलाई पनि सिकाउँछु। सो गाइज अनि अब हामी निस्किसक्यौँ यहाँबाट देवीथान चोकबाट होइन। अब हामी जाँदैछौँ तररातिर, जुन बाटो गयो नि सिंहदेव मन्दिर टिभील्यान्ड यता हो बाटो। हामीलाई कहीँ थाहा छैन, हामी जोतमा हिँडिरहेको छौँ क्या। तिमीले गुगल म्याप चाहिँ हेऱ्यौ? दाइ गुगल म्याप चाहिँ हेऱ्यौ? हेरेको। धरानदेखि खै कति किलोमिटर उता छ दाइ? त्यो दाइले कतिसम्म बेच्छ त्यो गोब्रो? कुरा गर्नु न। कतिवटा चाहिन्छ हौ? अनि मैले त्यो दिँदैन अरे नि त एडाप्टर। अनि एडाप्टर मलाई किन न? 10,000 पर्छ यार। अनि के भन्छ गोप्रो चाहिँ के गर्छौ फेरि? यो 8 बेच्दिन्छु नि 8 मात्रै। गोप्रो पनि कहाँ भन्ने लगाइ जब हामी जाँदै गर्छौँ होइन, गएपछि एकैचोटि भ्लगिङ गर्ने बाटोमा भ्लगिङ गर्छु र पुरै डुबिसक्यो। सक बिग्रेको बाइकमा चढेपछि यस्तै हो जिन्दगी। ड्रोन सट हान्नु भनेको ड्रोन सट हान्नै लास्ट चाहिँ झ्याप्लाएको होइन। आएको दाइले त बेचेर हानेर ड्रोन चलाउनै आउँदैन तपाईँ भन्दैछ बस्नु दाइ। अहिले म यस्तो राम्रो राम्रो सर्ट हान्छु नि ड्रोनको होइन, मैले देखाएको हेरे बनाइदिन्छु। भाइ ड्रोन सर्ट मलाई पनि देऊ न भन्नुभयो अरे नि। दाइले म दाइदिन्छु दाइ, तपाईँलाई म लो पारिदिन्छु ड्रोन सर्ट। मैले जेमा हान्दै चाहिँ ल जानेन भन्नु कि मैले भाइको ड्रोन सर्ट हेर्नु नि दाइ। अनि पागल बनाइदिन्छु। पेट्रोल पम्प धरानको पेट्रोल पम्प पुग्नु पर्दैन रहेछ। पेट्रोल पम्पदेखि यस्तो छिर्ने राइट छिर्ने गली छ नि, बरगाछी हो, त्यहाँबाट छिर्नु पर्दो रहेछ होइन। त्यहाँबाट छिरेपछि ट्याक्कै सिधै हाइवे नै हाइवे। रोहित दाइले मैले चाहिँ गुगलमा तलको पछाडिबाट हेर्दै थिएँ, तर रोहित दाइले चाहिँ ठ्याक्कै थाहा पाइदिनु हो क्या। रोहित दाइ त मान्छे खतरा हो, तर यो सक बिग्रेको बाइकले चाहिँ मारेर पो छोड्ने रहेछ त। सक बिग्रेको बाइकमा चढी गइएछ। मेरो बाइकको प्रमोसन हेर्न गर न हौ। बाटो चाहिँ नि तपाईँको बाटो त बनेको रहेछ नि। म त बाटो यो हेरेको अप्पर अनि सकम नभएको बाइकले ढाड दुखाइदिइसक्यो भन्न आँटेको थिएँ। तपाईँको यहाँ आएपछि त फेरि राम्रै पो रहेछ। यतिको बाटो त चाहिने हो होइन। तर यहाँको वेदर
भनेको एउटा पनि छैन तपाईँको। चिसो क्या, कस्तो दामी क्या, बराबर। आजको यो एक्सपिरियन्स कहिले बिर्सिन सकिँदैन जस्तो छ गाइस। बाटो मलाई चाहिँ थाहा छैन, दाइलाई थाहा छ बाटो। सो अहिले यो चाहिँ कालो पत्रे गरिसक्न आँटेको रहेछ, त्यही त गर्न आँटेको रहेछ भनेको त दाइ। बाटो त बाटोको कुरै नगरौँ गाइस होइन। अघिसम्म त राम्रै जस्तो लाग्थ्यो, दानाबारी छिटै पुगिन्छ जस्तो लाग्थ्यो। तर अब मलाई के फिल भयो थाहा छ, यहाँबाट कतिखेर पुगिन्छ मलाई थाहा छैन। अब नपुग्न पनि सकिन्छ। रोहित दाइको पुरा यो भटभटे यस्तै हो, सकप बिग्रेको यो मुला गोक्ते भटभटे सकप बिग्रेको भटभटेमा चढेको छु अनि गएको छु दानाबारी। हट यस्तो छ। अनि यो बाटो हो, यो धरानदेखि सबै आन्द्रा हल्लिसक्यो गाइस, आन्द्रा हल्लिसक्यो। हट गाडी लगिसक्यो। आम्मामामामा सिद्ध्याउँछ क्या रोहित दाइले आज। दानाबारी हिँडेको बाटो त दुईवटा, यहाँबाट आएको यता पनि छ बाटो, यता पनि छ बाटो। कता जाने भन्ने कुरा हो। हामीले चाहिँ रक सिजर पेपर खेल्दैछौँ, जतापट्टि हुन्छ त्यतै। ए यहाँ त होइन, यो कोक्टेटोको यो श्रीगाउँ हो यो। ए ल झन्डै लडाइदियो अरे यो खटारियामा कुरीले। हट आइ कस्तो ठोक्यो यार। दाइ लडेको थियो भने त लडिगयो। कहाँ लड्छ हौ दाइ, मुला मान्छे यत्रो छ, लडाइन्छ भने त लगाइ ल्याउनु त। दुईटैबाट जान्छ हौ, जाँदैन हौ। त्यो कोप्चे चोको यता अलि अगाडि ल्याउँ, अगाडि ल्याउनु। तपाईँको त भर लाग्न छोडो, दाइको त भर लाग्नै छोडो अब त। ल ओ रोहित दाइ छोड्दैन हिँडेको। ल भ्यू एकदम बवाल छ, भ्यू एकदम बवाल छ। के जिस्किरहेको यार। ए दाइ ल्याङ नहुने यार, नजानु भयो यति नै। छोड्दैन हिँड्छ यार, म थोरै हाइकिङ आएको हो र। भयो दाइ ल्याङ नगर्नु फेरि। ल दाइ नाटक नहुन् न यार। तर यो बाटो होइन होला यार। होइन भन्दैछु त। होइन यो बाटो के छ र, यो बाटो त पुग्दिउँ न अलिक पर। यो बाटो होइन होला हौ, होइन हौ यो बाटो उताकै बाटो हो क्या। अनि मैले अघि उताको भन्दाखेरि होइन भन्नुभयो। उताकै बाटो मैले थाहा होइन नि यार, यो के पुग्न चाहिँ पुग्छ जस्तो छ है दाइ। त्यो बाटै अल्टर आएछौँ होइन, फेरि फर्काउँदैछौँ। सो बाटो उताको बाटो चाहिँ जस्तो लाग्यो, यताको त होइन होला यो बाटो, केही थाहा नै पाइएन। सो फेरि हामी टक्क फर्केर जाँदैछौँ, त्यही अहिलेको दुईवटा बाटो जता छुट्टिन्छ नि त्यतै जाँदैछौँ। अब हेरौँ कता पुगिँदो रहेछ। उता चाहिँ हो, फिक्स हो नि। यो बाटोबाट बिग्रेको छ नि, गाडीहरू उतैबाट बिग्रेको छ। बाटो बिग्रेको छ बाटो बिग्रेको होइन, बाटो बिग्रेको छ।
बाटो त यही थियो होइन अब अहिले यो बाटो केही कुदेको छैन उताको बाटो त गाडीहरू कुदिरहेको जाम थियो नि त कहाँ गएर भर्तिएको क्या बाटै पो होइन कि भन्नुहुन्छ बाटो होइन कि बाटो चाहिँ हो पुरानो बाटो यही हो तर अब यहाँ के समस्या आयो भन न के अब अहिले नयाँ बाटो चाहिँ यो होइन क्या किनभने यहाँ गाडी कुदेको डामै छैन नि नेट पनि फेरि चलेको छैन पुरानो बाटो त यही हो म गएको त कतिचोटि तर यहाँ गाडी कुदेको डामै छैन क्या त्यही भएर उताकै बाटो जानुपर्छ हामी उताकै बाटो जाउँ है के बाटो देखियो हेर्नु त गुगल म्यापमा कता देखायो कहाँ छ यता पनि जान सकिन्छ होइन यताबाट धेरगुमौरी छ यताबाट यो बाटो हो क्या अघिको बाटो सिमिलरै छ दुईटा एउटै छ सिमिलरै हो देखाउँछ क्या हो त देखाउँछ कि तर यो बाटो त केही कुदेको छैन नि त नि लु जाउँ त त्यतिबाट यता उता चाहिँ कुदेको छ क्या त्यही भएर चाहिँ म कन्फ्युज भएको क्या त्यतैको बाटो जाउँ दुइटैबाट जाँदो रहेछ जान चाहिँ अब गुगल म्यापले चाहिँ दुइटै बाटो जान्छ भनेछ कि म उत्रिनुपर्छ भने भन्नु है दाइ लड्यो भने म लड्दिनँ तिमी त पर्छ बा लड्यो भने तिमी लड्छौ अरे लगाइ जब हामी ठ्याक्कै पत्ता लगाउँछौँ बाटो अनि त्यस पछाडि टक्क जाउँ है त बाटो त बाटो चाहिँ खतरा रहेछ होइन एकदम बबाद बाटो यस्तो छ नि बाटो त मारेको अफरोडिङ पनि होइन यदि मन मुटु डह्रो छ भने मात्र आउनु होला भर्खर बनाउँदै रहेछ बाटो उही चाहिँ नि म भेलेटार उकालो भन्ने जसलाई लाग्छ भेलेटारको 3 उकालो यो अनि यहाँ हेर्नु चाहिँ मलाई यस्तो चिसो फिल आयो होइन घाम पनि छैन चिसो फिल आइरहेछ क्या अझै माथि हो कि क्या हो यार अझै माथि अब गाई चाहिँ 1.6 किलोमिटर मात्रै बाँकी छ होइन मैले गुगल म्याप डाउनलोड गरेको थिएँ अनि त्यो हेर्दैछु आम्मा बाटो त गरिन्छ होला यार सरेर तल पुगिसके गाह्रो यार गाह्रो दाइ मुस्ताङको बाटो यस्तो त छैन नि होइन ए सही छ गाई सही छ पर्नु हुन्छ यहाँ झन्डै म लडी तपाईँलाई पकडिरहन्छु दाइ बाटो कस्तो थियो देख्यो होला नि त बाटो त झन्डै लडाइ पठाइन म त होइन एउटा खुट्टालाई निस्किसक्यो क्या बाहिरै निस्केको एउटा ढुङ्गामा ड्याङ्ग लाग्यो एउटा खुट्टा त बाहिर बाटै निस्किरह्यो क्या फेरि बाटो त्यस्तै आइगयो ओभर टाइट पकडेको छु अहिले त दाइलाई यहाँ हेर्नु गाइस धन्न थोत्रै भटभटे चल्दो रहेछ राम्रो र बाँच्यो होइन नत्र आइट मरिने रहेछ गाइस भटभटे चाहिँ एकदम
तपाईँको राम्रोसँगले मेन्टेनेन्स गरेर ल्याउनु भयो भने तपाईँ आइपुग्नु भयो होइन भने सिधै जानुभयो डाँडातिर ए यहाँ होमस्टे रहेछ नि त यहाँ रहेछ गाइस होमस्टे त्यहाँ माथि रहेछ डाँडा आम्मा ल म माथि डाँडामै गएर अब भ्लग स्टार्ट गर्छु है त ट्याक्क अहिले हामी ट्याक्क त्यो दानाबारीदेखि अलिकति माथि आउँदाखेरि तपाईँको ट्याक्क तपाईँहरूको हामी दानाबारी आइसक्यौँ गाइस अनि दानाबारी आएर टक्क यो माथि जति स्ट्रगल गर्दै 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 त्यस्तो बाटोमा पनि हामी आइपुगेको थियौँ र त्यो बाटो आएपछि के सन्तुष्ट लाग्यो भने यो भ्यू हेरेर सन्तुष्ट लाग्यो क्या गाइस यहाँ हेर्नु त ल मजाले देखिएन होला 0.5 मा छ त्यही भएर सो म भएछ भने एउटा ड्रोन सट हान्छु गाइस होइन हेर्नु होला तपाईँहरू कस्तो लाग्यो योको तर यहाँ आएपछि सबै थकान मेट्यो क्या होइन जति स्ट्रगल गरेर तलबाट आइएको थियो नि उफ्रिँदै झन्डै एकचोटि त लडियो पनि त्यो स्ट्रगल चाहिँ सबै यहाँ यो भ्यू देखेपछि चाहिँ मजाले मेट्यो क्या गाइस होइन चिल जस्तो लाग्यो मलाई यतिको चाहिँ चाहिन्छ क्या मलाई ओके अब हामी त्यहाँ बस्ने ठाउँ रहेछ त्यहाँ एउटा बस्ने कटेज जस्तो छ त्यहाँ बस्छौँ बस्न दिनुहुन्छ दिनुहुन्न हेरौँ सोधौँ है दा यहाँ होटल जस्तो रहेछ नि त खोइ सोध होइन नि त यो होटल पाठाहरू पनि रहेछन् न त कुकुरहरू पनि खै होइन त होटल त लगाइ जब म एउटा ड्रोन उडाइ हेर्छु है त उडो भने टक्क सो तल जानु पर्यो के बनिँदो रहेछ सोध्नलाई टक्क भ्यू चाहिँ दामी छ क्या हजुर ल ए दिदी यहाँ वाइफाई छ वाइफाई छैन है नेट पनि डाटा पनि चल्दैन रहेछ ए यहाँ तपाईँहरू सामानहरू त तलैबाट ल्याउनुहुन्छ होला है धेरै दुःख रहेछ नि तलैबाट है यहाँ मान्छे के बस्ने ठाउँ पनि छ कि बस्न पनि मिल्छ कि कहाँ छ रुम चाहिँ कसरी रुम छ यहाँ दामी रहेछ नि त ठाउँ त मरद रहे तपाईँहरूलाई त आनन्द रहेछ यहाँ ल चटपटे खाने हो टक्क गर्मी इटरीमा गर्मी कस्तो छ यहाँ हावाले यस्तो छ दामी चाल ओ केही गर्नै पर्दैन क्या केही गर्नै पर्दैन चिसो हावा आइरहेको छ अनि यो उँधोको भ्यू हेऱ्यो टक्क
बस्यो मजाले अब 1-2 घन्टा चाहिँ बस्ने हो मैले नि आज ब्याग खानै खाएको छैन यार आज तिमी त घरमा खाना खाएर आएको होला दाइ मैले त खाना गरेर आएको तिमी त खाना खाएर आएको होला ल मैले नि एकचोटि दामी छ त तपाईँहरू पनि घुम्न आउनुभयो हुन्छ है धरान त्यही हो हामी घुम्न आएको ठाउँ यहीँ हो ल पिरो यार फेरि मेरो पिरो भयो चाहिँ गाई जब्बर टाउको चिलाउँछ यार के भएको समस्या छ हौ मलाई अक्क भयो हो नि के बनाउँछ के भनिदिनु भन कति खाएको खाइजाउँ यो रोहित दाइले कति चाहिँ मगाएको थाहा छैन होइन टक्कै फेरि चाउचाउ आइसक्यो दामी अन्डा लोकल अन्डा होइन लोकल प्याज लोकल टमाटर सबै लोकल क्या चाउचाउ मात्र लोकल होइन अरू सबै लोकल हो है चाउचाउ पनि लोकल हो भन न चाउचाउ चाहिँ कसरी यहीँ बनेको हो र चाउचाउ आमा गलनको बनाइगयो फेरि दामी छ सही छ सही सो गाइज हामी टन्न खायौँ अनि सुरुमा कोक 1.5 लिटरको किन्यौँ कोक पनि खायौँ हामीले अनि अन्डा चाउचाउ पनि खायौँ होइन टन्न अब्बर खायौँ क्या चटपटे खायौँ एकदम फुल प्याक भयौँ हामी 1-1.5 घन्टा भयो आएको सो अब हामी यहाँबाट निस्किन्छौँ भ्लग हेर्नु होला तपाईँहरूले यो चाहिँ एकदम मेरो भनाइमा चाहिँ यो एकदम राम्रो ठाउँ लाग्यो मलाई चाहिँ होइन किनभने यतिको नेचुरल ठाउँ होइन यतिको तपाईँको इटरीतिर बाहिर निस्क्यो बिहानै बाहिर निस्क्यो भने त धुलो धुवाँ गनाइरहेको हुन्छ क्या तर यहाँनिर यस्तो मिठो हावा आउँदैछ यस्तो मिठो स्मेल छ होइन गाउँको भाइब्स छ क्या यहाँ गाउँ नै हो तर त्यस्तो टाढा पनि छैन अब बाटो पनि बनिँदैछ बाटो बनेपछि त झन् बवाल हुन्छ सो थ्याङ्क यू फर वाचिङ गाइज माई भिडियो होइन यदि तपाईँहरूलाई मेरो भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट अनि सेयर गर्नु नबिर्सिनु होला सो थ्याङ्क यू भेरी मच गाइज फर वाचिङ माई भिडियो ओके बाई बाई अर्को भ्लग फेरि भेटौँला है